आज आफूले प्रोजेक्टमा गरेको क्याट ड्राफ्टिङको थोरै नलेज सेयर गरिरहेको छु, जुन अब आउने साथीहरूलाई र अब फ्रेसरलाई चाहिँ के काम हुन्छ कसरी हुन्छ भन्नेमा चाहिँ अलि सहज हुन्छ होला। म एज अ क्याट ड्राफ्टर एउटा प्रोजेक्टमा काम गर्दाखेरि मेरो काम के थियो भने चाहिँ क्याडमा हाम्रो चाहिँ डिपिआर गर्दाखेरिको ड्रइङ हुन्छ, त्यो ड्रइङमा चाहिँ डिजाइन रिपोर्ट अनुसार चाहिँ के सही छ कहाँनिर गलत छ त्यो थोरै माइनर करेक्सनलाई चाहिँ करेक्ट गरेर चाहिँ कन्सल्टेन्ट सब्मिट गर्ने हो, जुन हामीले चाहिँ एज पर डिजाइन रिपोर्ट गर्नुपर्ने हुन्छ। हामीले चाहिँ एज पर डिजाइन रिपोर्ट हेरेर चाहिँ त्योमा चाहिँ माइनर करेक्सनहरू हुन्छन्, त्यो करेक्सन गरेर कन्सल्टेन्टलाई बुझाउने हो, जुन कन्सल्टेन्टले हेर्छ चेक एन्ड ब्यालेन्स गर्छ, त्यसपछि उहाँले चाहिँ अप्रुभ गरिसकेपछि त्यही ड्रइङलाई चाहिँ हामी फिल्डमा एक्जिक्युट गर्छौँ। क्याट ड्राफ्टको काम यति हो कि डिपिआर गरेको चाहिँ ड्रइङमा चाहिँ एज पर डिजाइन रिपोर्ट चाहिँ गलत छ कि छैन, त्योमा चाहिँ कतिको इरर छ त्यसलाई करेक्सन गरेर चाहिँ कन्सल्टेन्टले सब्मिट गर्ने, कन्सल्टेन्टले सब्मिट गरेपछि त्यही ड्रइङ अप्रुभ ड्रइङलाई चाहिँ फिल्डमा चाहिँ एक्जिक्युसनको लागि पठाउने हो। क्याट ड्राफ्टिङ काम त्यति नै हो।